हेलो गाइस, हामी चाहिँ यसो आज छुट्टी होलिडे भएर चाहिँ हेलो गाइस, यो चाहिँ क्यानाडाको मोन्ट्रियल भन्ने सिटी हो। तपाईँहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ अब त्यस्तो सिटी भन्दा पनि लाइक म बस्ने एउटा रुमको अगाडिको सानो चाहिँ के भन्ने, जस मोन्ट्रियलको सिटी त टाउन भन्ने हो, त्यहाँ चाहिँ एकदम बवाल छ होइन। तर यो चाहिँ अब जस म बस्ने रुम चाहिँ यहीँ अगाडि हो, त्यसैले यसो रुमबाट बाहिर निक्लेर यसो हेर्दाखेरि चाहिँ लाइक भ्यू चाहिँ बवाल देखिन्छ क्या होला। यहाँ चाहिँ जहाँ त्यही अब सिटी जस्तै गल्लीहरू होइन, एकदम भाइब्समा बवाल आउँछ। लाइक चट्ट घाम आज लागेर चाहिँ यसो घाम ताप्नला भनेर बाहिरतिर हिँडेको होइन। यस्तो बस हुन्छ चाहिँ के हो, कार्ड सिस्टम होइन। एकचोटि 1 महिना कार्ड बनाएपछि फ्री हुन्छ। यो चाहिँ म हो देखेको छायामा बगाल देखाएको छ। हामी चाहिँ त्यहाँ जान लागेको, त्यो चाहिँ अब मान्छे हिँडेको सिग्नल देखेपछि चलो त्यो मान्छे हिँडेको सिग्नल देखेपछि त्यहाँ हिँड्नु पाइन्छ। जस्तै हातको रेट यस्तो गरेपछि हिँड्नु पाइँदैन। पर्फेक्ट। के जाने त कता कता लान्छ त्यस्तो जाने होइन। मलाई चाहिँ त्यति यो लोकेसनहरू थाहा छैन। यो बङ्गलादेशीलाई चाहिँ थाहा छैन, देशी फ्रेन्ड हो होइन। बबाल तपाईँ हेर्न सक्नुहुन्छ मेरो एकदम यो क्याट लक्यो। मेरो छायामा हेर्नुहोस्, म चाहिँ कति धेरै अल्गो देखाएको छु। बाफ्रे, आफ्नै स्टाइलमा हिँडिरहेको छ। फेरि मेरो स्टाइल चाहिँ एकदम फरक छ होइन। तपाईँहरूले मलाई हेर्नु चाहिँ बस मेरो छाया मात्रै हेर्न सक्नुहुन्छ, किनकि अलिक म एक्सपेन्सिभ छु होइन। क्यानट सी मी। देशी चाहिँ त्यहाँ हेर्नु गएको छ जुत्ताहरू। यहाँ चाहिँ बाटोमा जुत्ताहरू पेन्दाएको छ यसरी होइन। सेकेन्ड ह्यान्डको होइन, यहाँ काले दाइले राखेको छ जुत्ताहरू। What happened? No, for me enough. Oh, 500 That's perfect, huh? $500. It's same like the Nepali rupees 50,000, 50,000. Who can buy it? It's too expensive, guys. So look at the, oh my god, look at the, now we start the flower. फुल थालिसक्यो हेर्नुहोस्। वाह, यो चाहिँ भोलिपर्सि यस्तो बवाल देख्ने, फेरि रातो हरियो निलो पहेँलो होइन। यसले चाहिँ अरू बवाल भ्यूज। वाह, कस्तो दामी छ भ्यूजहरू, तपाईँ हेर्नु सक्नुहुन्छ। यो मोन्ट्रियलको सानो क्लिप हो होइन। मोन्ट्रियलको एकदम बेबल फेमस सिटी चाहिँ टाउन हो। यहाँ चाहिँ तरकारी बजारहरू छ होइन। यस्तो छ बवाल। ठिकै छ। वा, फुलहरू हेर न कस्तो राम्रो, गुलाबको फुल ओरिजिनल, आर्टिफिसियल होइन। यो चाहिँ अर्ग्यानिक हो। यो चाहिँ यस्तो छ हाम्रो मेरो रुमको अगाडिको ठाउँमा। अब हामी चाहिँ फाइनली तरकारी बजार मकै के भन्छ यसलाई चाहिँ अमेरिकन वान भन्छ, के भन्छ, स्ट्रबेरी, ग्रेप्स, ब्लुबेरी इट्स हाउ मच प्राइस ल $4 भने चाहिँ ठ्याक्कै नेपालको 500 रुपियाँ यतिको मात्र है त। यसको 500 रुपियाँ नेपालको, यहाँको $4.99 भनेपछि $5 जस्तै हो। 500 को कति धेरै महँगो हुनुहोस् तपाईँ। टिमुर 300 को। यस्तो छ है। चेरी टमेटो नेपालीमा चाहिँ के थाहा, पोट्याटो, व्हाइट पोट्याटो। यस्तो छ है। सबै कुराहरू यस्तो प्याक हुन्छ। रेटहरू सबै ए जङ्क फुड इट्स नट गुड फर हेल्थ। के इधर तरकारी खरीदने लिए आए ब्रो? ओह माय गॉड, के हो ये? यस्तो एक्सपेन्सिभ हुन्छ न। लुक्स हेर्नु, हनी हो गयो होइन। यो चाहिँ हनीको बोतलमा चाहिँ यस्तरी लुक्स यस्तो छ हाम्रो होइन। बाबा, यो लुक्सकै प्राइस हो क्या। कति 800 यतिको 800 है गाइस। ल सस्तै त होला नि होइन, किनभने ओहो
वाटरमेलन नेपालीमा खरबुजा, पाइनएप्पल, भुइँकटर, स्विट मेलन, अब नेपालीमा आई डोन्ट नो होइन। ल गार्लिक, लसुन, ओनियन, प्याज, स्विट पोट्याटो, अलुवा, पोट्याटो यस्तो यस्तो छ है गाइस। के हो यो यसले चाहिँ के त यो बन्दाकोपी सानोमा 400 रुपियाँको टमाटो ल 300 रुपियाँको, यो चाहिँ $250 भनेपछि 250 रुपियाँ। 250 भनेपछि एउटा, दुईवटा, तिनवटा, चारवटा, 8वटा पिसको 250 है त, सस्तै त होला नि होइन। ल हामी चाहिँ फाइनली बाहिर निस्किसक्यौँ। यो एभोकाडो एकदम प्रोटिन हुन्छ, यसमा चाहिँ हेल्दी हुन्छ। हामी चाहिँ खास केही किन पनि गएको नि, यसो हेर्नको लागि मात्रै गएको हो। सो हेरिसक्यौँ हामीले चाहिँ। अब हामी चाहिँ कहाँ जाँदैछौँ भनेदेखि ऊ त्यहाँ लाइट दिइसक्यो सिग्नल, ल हामी जानु सक्छौँ, नभए चाहिँ त्यहाँ रेड सिग्नल दिएर चाहिँ हामी हिँड्न सक्दैनौँ। यो चाहिँ जेब्रा क्रस हो, मान्छेहरूको लाइनको पनि जेब्रा क्रस छैन। गाडी यो चाहिँ यहाँको काम गर्नेहरू कता कता जानेहरू चाहिँ एकचोटि 1 महिना काटेपछि फ्री, मेट्रो बस जेमा गयो भने फ्री, ढुक्कै छ। 1 महिनाको कार्ड चाहिँ 100 रुपियाँ भनेपछि नेपालको कति भनेपछि 10,000 1 महिनाको फ्री। महँगो छ नि गाइस, के गर्नु, ट्याक्स छ यही, पैसा आउँछ ड्यामै जान्छ न। तर यस मलाई मन पर्यो। यो चाहिँ यताको रेस्टुरेन्टहरू टाइपको के यस्तो सानसानो बल छ। मोन्ट्रियल भ्युज यो अब यो त फुलहरू फुल्छ बेला बेलामा, यस्तो बल अनि दामी देखिन्छ कि चट्ट फोटो खिच्न, भ्युज गर्न होइन। हेर्न सक्नुहुन्छ तपाईँले यो भिडियो चाहिँ स्यामसङ S23 अल्ट्राबाट भइरहेको छ। मेरो फोनको भिडियो चाहिँ क्वालिटी हेर्न सक्नुहुन्छ तपाईँहरू। त्यो आइफोन पुरै डाउन गरिदिन्छ, त्यो के क्यामेरा साउन्ड दायाँ त्यो केही चाहिँदैन। गोप्रो के अरे गोप्रो लाई एकदम फ्लप गरिदिन्छ मेरो S23 अल्ट्राको क्यामेरा हेर्न सक्नुहुन्छ तपाईँ। भिडियो क्वालिटी वो माई गॉड, क्यानट कम्पेयर एनी वान। ल हेर्नुहोस् कस्तो छ। अझ मैले चाहिँ राम्रोसँगले क्यामेरा सेटिङ गरेको छु नि, यत्तिकै मैले जस्तो ट्याक्टिक गर्दैछ। यसलाई चाहिँ अझ अरू राम्रो क्यामेरा भिडियो बनाउन सकिन्छ हामीले चाहिँ होइन। यसको बारेमा पछि भिडियो बनाउँला होइन, हेर्दै गर्नु होला। अहिलेको लागि चाहिँ यति नै। कुकुर आउँदाखेरि एकदम डर लाग्दो, फेरि मलाई चाहिँ डर लाग्छ कुकुर देख्ने होइन। यहाँ चाहिँ अब मान्छेहरूको सोख होइन, पाल्न त नेपाल सबैतिर पाल्ने हो, मलाई चाहिँ डर लाग्छ, मन चाहिँ पर्छ। हामी त जान्छौँ पारी, कता हिँडेको थाहा नै छैन होइन। मलाई चाहिँ के थाहा छैन, केटाहरूसँग हिँड्दा चाहिँ जता जता लगेको त्यतै भोलि पछि थाहा भएपछि म एक्लै हिँडेको लागि। मोबाइल छ नि, मोबाइलले चाहिँ रेस्टुरेन्ट हो क्या अरे होइन, रेस्टुरेन्टै रहेछ। टक्क यहाँ रेस्टुरेन्ट लेखिसक्यो होइन। एकदम यस्तै सेलिब्रेट गर्दो रहेछ यहाँनिर चाहिँ। चट्ट सानो दामी मोबाइल खाने फुडहरूको इट्स पर्फेक्ट हेर्न सक्नुहुन्छ। सेलिब्रेट यो के फायर सिस्टमहरू चाहिँ हट होइन। यहाँको वेदर इज अलवेज कोल्ड, मोबाइल छ गाइस। एकदम रेस्टुरेन्टहरू यस्तो बल छ यहाँको चाहिँ होइन। चट्ट यहाँको क्लाइमेट चाहिँ प्रायः कुल हुने कारणले चाहिँ फायर टावर हो क्या होइन। इट्स गुड। ल गाइस फाइनली हामी जान लाग्यो त्यहाँ रे। मलाई चाहिँ भर्खरै थाहा भयो होइन, त्यो माथि के हो त्यो क्रिस्चियनको त्यो चर्च गर्ने ठाउँ अरे। आज चाहिँ क्रिस्चियन धर्मको चाहिँ खास के छ अरे होइन। ल गइदिउँ त, हेरिदिउँ होइन के छ भनेर चाहिँ। अहिले भर्खरै बेसीले चाहिँ कहाँ लिएर गयो भन्दाखेरि मेन रिजन चाहिँ यहीँ रहेछ होइन। त्यहाँ चाहिँ के प्रोग्रामहरू छ अरे। ए इसका नाम है ये क्या, मोन्ट्रियल पार्क। ओके हामी चाहिँ फाइनली मोन्ट्रियल पार्कमा आइसक्यो। जानु लागेको चाहिँ त्यहाँ रहेछ। वाह भ्यू चाहिँ न, लुक एट द भ्यूज।
माई गुडनेस त्यसलाई चाहिँ अर्को क्यामेरा हल्का एकदम के साउन्डको कारण गाइस अब हामीले फाइनली त्यहाँ जाँदैछौँ। त्यहाँ जाँदा अल्टिमेट चाहिँ अल्ट्रा भएको कारणले हामी त्यहाँ के भइरहेछ को छ भन्ने सबै हेर्न सकिन्छ। यही हो स्यामसङ अल्ट्राको बेनिफिट भनेको चाहिँ टाढाबाट नजिक हेर्न सकिने गहिरा नपर्ने। खास चाहिँ मेरो फोन अनुसारको त तै पनि भइदिउँ न भनेर ल को मान्छे के भइरहेछ भने सब थाहा हुन्छ। फाइनली हामी चाहिँ जाँदैछौँ गाइज। तपाईहरु देख्नुहुन्छ ये थोडा फोन उठा देगा ऐसे भला कुना देगा मेरे लिए हेर्न सक्नुहुन्छ तपाईँ चाहिँ यो के क्या इसमें के ना मॉन्ट्रियल मॉन्ट्रियल तो मॉन्ट्रियल है चर्च क्या बोलता है इसको गिरजा गिरजा हम चाहिँ गिर्जामा रहेछौँ फाइनली देशी फ्रेन्ड। इसके बाद में थोड़ा पिक्चर भी लेता हूँ। रुको उधर ऐसे करता हूँ ये थंबनेल रखने सब तुलिबना तुली दी बैकग्राउंड ये से था वीडियो गुजार रही है यहाँ चाहिँ के उफ क्या हो रहा है इधर हेर्नुहोस् गाइस तपाईँहरूलाई म म्याजिक देखाउँछु। यत्रो भित्र यति ठुलो छ यो चिज के छ भन्ने कुरा तपाईँहरूलाई डाउट भएको होला तर यसलाई क्यामेरा यस्तो गरेपछि केही छैन यत्रो बटनमा लाउनुहोस् यसको गाइस यसको बाढी के त ल गाइस फाइनली हामी चाहिँ एकदम घुमेर आइसक्यो त्यो माथिको टावरबाट पनि होइन। सो आजको हाम्रो भ्लग चाहिँ यतिमै सकिँदैछ गाइस। सो ज्याकेट पनि यसो हल्का 2-4 टिकटक बनाइदिएको उल्टो पाल्टो भइरहेको छैन मिलाउनु पऱ्यो होइन। सो यति भन्दै आजको भ्लग यतिमै इन्ड गर्दैछौँ गाइस। जसको बाढी बम के भन्छ। सो बाई बाई।